यहाँ सिडिएसमा यो के ठाउँ हो थाहा भएन हामीलाई। यहाँनिर आयो हामी रोल्पाको के ठाउँ भन्छ प्लिज कमेन्ट बिलो। हामी यो पैदल हिँड्दैछौँ। यो सिधी रहेछ। यहाँ अत्यन्त रमाइलो ठाउँ छ। माथि टुप्पामा देख्न सक्नुहुन्छ यहाँ अगाडि स्तम्भ जस्तो रहेछ। यो कुन मन्दिर हो? यो मन्दिरलाई संरक्षण गरेको पाइयो। यहाँ फोटो खिच्दै हुन्छ हाम्रो दाइ अङ्कल। यही रहेछ हो यो जन्तरे बडा हाम्रो कुलकुलान। हामी जन्तरेबाट आयो। हामीले पूजा गर्ने जन्तरेबाट हाम्रो निसिखोला एक लेवाङ गाउँमा नि हामी पुन मगर समाजले जन्तरेबाट हामी पूजा गर्छौँ। यहाँ पनि हाम्रो पुर्खाहरू हाम्रो दाजुभाइहरूले पूजा गर्नुहुँदैछ। यहाँ यहाँ बस्ने प्रतीक्षालय रहेछ। है अंकल जी के अरे भाइ जी जन्तरे आइयो है। जन्तरे आइयो। बस जन्तरे आइयो। माया छ है, माया छ। यहाँ जाडो भइरहेछ। नेटले काम गरेन। पानी परि घाम गरे जस्तो भएको रमाइलो हुन्थ्यो। सिनियर हेर्न पाइन्थ्यो। त्यो कहाँ त्यसो छ घर नुइन त भएको त्यस्तो भएको यो भन्नु के यो त मेसिनमै नुङ्गा हो। यो काट्दै नुङ्गाले गरेको सिस्टमको बना छैन नि जाऊ। यो मिस्टेक गर्छ के जान्छ। यो खादलमा खोल्छ अनि पानी नचेल काट्छ। यहाँ खोल्नको मिस्त्री पाको पर्नु छ। खादलमा हो कमरी खोल्नु जन्तरे बडा यस्तो बुझ्दैन। यस्तो बात ए बात भागेको बाबुरा आयो पक्कै पूजा गर्न राति तिरी पनि दाइ भाइ खन त्यो बिगार त्यहाँ त्यही गरेर भागेको हाम्रो होइन र हो के यसले पनि साथी राखेर भागेको त्यही दल पक्कै साइरे चाहिँ हिजो उता जाने। हाम्रो पुर्खा यही बात चाहिँ यही जन्तरे बडाले साथी राखेर गएको हुन्छ कि यहाँबाट चाहिँ भाग गरेको यो धारामा सिमा लगाएको देखिरहेको यो पहिला झन्डा छोडेको झन्डा ठोकेर सीमामै हो। सीमामै हाम्रो राखे जस्तो चिज होला के सरे त झन्डा लगाएर भन्छ नि झन्डा लगाएर सानो हो।